साथीहरु, के तपाई बिजनेस स्टडी, अकाउन्टिङ, फाइनान्स, म्यानेजमेन्ट तथा इकोनोमिक्समा मास्टर्स गरेर बस्नु भएको छ अथवा कुनै बैंक तथा वित्तीय संस्थामा कार्यरत हुनुहुन्छ भने तपाईहरुको लागि एउटा खुशीको खबर छ। विभिन्न प्यारामिटरहरुमा नेपालको सबैभन्दा ठूलो र अब्बल मानिएको वाणिज्य बैंक ग्लोबल आईएमई बैंकले म्यानेजमेन्ट ट्रेनीको पोस्टमा भ्याकेन्सी खुलाएको छ। यसपालि खुलाएको यो भ्याकेन्सीमा एउटा गजबको विशेषता छ। जनरली म्यानेजमेन्ट ट्रेनीको भ्याकेन्सीमा नेपालका क वर्गका बैंकहरुले अथवा वाणिज्य बैंकहरुले मास्टरमा मिनिमम फर्स्ट डिभिजन वा 3.2 3.3 जीपीए रिक्वायरमेन्ट राखेको हुन्छ भने यो पोस्टको लागि तपाईहरुलाई मिनिमम सेकेन्ड डिभिजन वा 2.75 जीपीए मात्र भए अप्लाई गर्नको लागि तपाई योग्य हुनुहुन्छ। त्यसैगरी अन्य बैंकको सेम पोस्टको लागि म्याक्सिमम एज रिक्वायरमेन्ट 32 इयर्स हुन्छ भने यो पोस्टको लागि तपाईले 40 वर्ष भए पनि अप्लाई गर्न सक्नुहुनेछ र यो पोस्टको अन्तिम डेडलाइन भनेको अप्रिल 5 2025 रहेको छ। ग्लोबल आईएमई बैंकको यो भ्याकेन्सीमा कसरी अप्लाई गर्ने भन्ने बारे जान्न चाहनुहुन्छ भने हाम्रो यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। हामी तपाईलाई स्टेप टु स्टेप गाइडेन्स दिनेछौं। त्यो भन्दा पहिले आउनुस् बुझौं के हो त म्यानेजमेन्ट ट्रेनी पोस्ट भनेको नेपालका वाणिज्य बैंकहरुमा अथवा नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा। म्यानेजमेन्ट ट्रेनी भनेको चाहिँ अफिसर लेभलको इन्ट्री पोस्ट हो। यहाँ तपाईलाई हायर गरिन्छ फर्स्टमा, त्यसपछि 1 इयर सम्म तपाईलाई ट्रेनी पिरियडमा राखिन्छ र तपाईको त्यो ट्रेनी पिरियड चाहिँ सकिसकेपछि अथवा त्यो पिरियडमा तपाईले ट्रेनिङ गरिसकिसकेपछि चाहिँ तपाईलाई जुनियर अफिसरको पोस्टमा चाहिँ अपॉइन्ट गरिन्छ आफ्टर 1 इयर। र यो भिडियोमा चाहिँ हामी तपाईलाई यो भ्याकेन्सीमा कसरी अप्लाई गर्ने भन्ने विषयमा देखाउन गइरहेका छौं। आउनुस् सुरु गरौं। यस भ्याकेन्सीमा अप्लाई गर्नको लागि हामी सबैभन्दा पहिला गुगल क्रोममा जान्छौं र गुगल क्रोममा गइसकेपछि यो सर्च बारमा गएर ग्लोबल आईएमई बैंक टाइप गरेर सर्च गर्नु होला अथवा www.globalimbank.com सिधै हाम्रो यहाँ राखेर पनि तपाईले सर्च गर्न सक्नुहुन्छ। त्यसपछि यो सबभन्दा फर्स्टमा आउने ग्लोबल आईएमई बैंकको आधिकारिक वेबसाइटमा हामी गयौं भने यो बैंकको वेबसाइट खुल्छ र यहाँ पनि नोटिस अहिले पनि देखाइरहेको छ। यो चाहिँ हाम्रो भ्याकेन्सीको नोटिस हो र यसलाई क्लोज गर्दिने। क्लोज गरेर यता साइडबाट हामी यसलाई स्क्रोल गरेर यता लास्टतिर यो वेबसाइटको लास्टतिर आयौं भने यहाँनिर चाहिँ हाम्रो यहाँनिर करियर भन्ने एउटा ट्याब छ। यसमा हामीले क्लिक गर्यौं भने हाम्रो करियर सेक्सनको चाहिँ पेज ओपन हुन्छ र यो पेज ओपन भइसकेपछि यहाँ अलिकति स्क्रोल गरेर तलतिर आयो भने यहाँ म्यानेजमेन्ट ट्रेनीको भ्याकेन्सी चाहिँ यहाँ देखाइरहेको छ र यहाँ एप्लिकेसन डेडलाइन पनि दिएको छ 2025 4/5 भनेको अप्रिल 5 तारिखसम्म हामीले बेलुका 5:30 बजे भित्र चाहिँ अप्लाई गर्नुपर्ने हुन्छ र यहाँनिर गएर हामीले अप्लाई नाउ गर्यौं भने यसरी यहाँनिर फेरि अप्लाई नाउ भन्ने बटन आउँछ र त्यसमा क्लिक गर्यो भने हामी अब यसको एप्लिकेसन पेजमा जान्छौं र एप्लिकेसन पेजमा गइसकेपछि बिस्तारै यहाँ तपाईले अब भर्नुपर्ने सबै डिटेल्सहरुको चाहिँ आउँछ र त्यसमा तपाईले भर्नुपर्ने हुन्छ र यहाँ गएर हामीले एप्लाइड फर भनेकोमा चाहिँ म्यानेजमेन्ट ट्रेनी, एप्लाइड एनी ब्रान्च भनेको एनी 3 भनेको छ तर यहाँ अप्सनमा चाहिँ इनसाइड एन्ड आउटसाइड भ्याली मात्रै भनेको भएर त्यही नै हामीले सिलेक्ट गर्नु पर्यो। अर्को अप्सन छैन, यहाँ नगरे पनि भयो। अनि यहाँनिर चाहिँ हामीले आफ्नो नामहरु चाहिँ राख्नुपर्ने हुन्छ। जस्तो फुल नेममा रमेश कार्की सपोज तपाईको नाम हो भने तपाईले यहाँ यसरी आफ्नो नाम राख्न सक्नुहुन्छ। अनि यहाँ आफ्नो डेट अफ बर्थमा चाहिँ तपाईले डेट अफ बर्थ राख्ने, यहाँ चाहिँ एडीमा राख्नुपर्ने हुन्छ। यसमा चाहिँ मैले आफ्नो डेट अफ बर्थ राखेँ र त्यसपछि चाहिँ यो यतातिर बीएस मा चाहिँ अटोमेटिक आउने गर्छ। अनि यहाँ चाहिँ अब एज चाहिँ 28 वर्ष भनेर देखायो। यहाँ अब यसको लागि 40 इयर्स
21 वर्षदेखि 40 वर्षसम्म भएको हुनाले हामी इलिजिबल छौँ। त्यही भएर अब यहाँ चाहिँ आफ्नो अब सबै कुराहरू फिलअप गर्दै जाने। ग्रान्डफादर नेम भन्छ, यसरी ब्लड ग्रुप भनेको छ तपाईले अब आफ्नो ब्लड ग्रुप चाहिँ राख्नुपर्ने हुन्छ। मेरो ए पोजिटिभ भएको कारणले मैले ए पोजिटिभ राखेँ। नागरिकता नम्बर चाहिँ यहाँ मैले नागरिकता नम्बर राखिनँ, सपोज यसरी चाहिँ नागरिकता नम्बर राख्नुपर्ने भयो। अनि सिटिजनसिप इस्यु भएको डिस्ट्रिक्ट भन्छ, इस्यु भएको डिस्ट्रिक्टमा चाहिँ मैले दाङ सिलेक्ट गरेँ। त्यसै गरी हामी तलतिर आएर अब सिटिजनसिप इस्यु डेट भन्छ। सिटिजनसिप इस्यु डेट चाहिँ अब तपाईको जहिलेको हो त्यहिलेको चाहिँ तपाईले राख्न सक्नुहुन्छ। यसरी राखौँ हैन। अनि त्यसपछि इमेल एड्रेस भन्छ। इमेल एड्रेसमा चाहिँ यसरी इमेल एड्रेस राख्ने अनि फोन नम्बर राख्नु पर्यो। मैले चाहिँ यहाँ यतिकै राखेँ फोन नम्बर। टेलिफोन नम्बर चाहिएन। म्यारिटल स्ट्याटस भन्छ, तपाईँ विवाहित भए चाहिँ म्यारिड राख्नु पर्यो नत्र सिंगल राख्नु पर्यो। यसरी म्यारिड राख्ने। स्पाउसको नेम पनि भन्छ, स्पाउसको नाम पनि यसरी राख्ने। एक्जाम सेन्टर भन्छ। अब मेन कुरा चाहिँ यो तपाईलाई नजिक पर्ने एक्जाम सेन्टर चाहिँ तपाईले सिलेक्ट गर्न सक्नुहुन्छ। यहाँ चाहिँ हो म दाङबाट भएको हुनाले नेपालगञ्ज चाहिँ मेरो लागि नजिकको सेन्टर भयो, मैले नेपालगञ्ज सिलेक्ट गरेँ। अनि पर्मानेन्ट एड्रेसमा चाहिँ अब तपाईको नागरिकतामा जुन एड्रेसको विवरण छ स्थायी ठेगाना भनेर त्यो चाहिँ तपाईले राख्नु पर्यो। डिस्ट्रिक्टमा चाहिँ अब तपाईको जुन डिस्ट्रिक्ट छ, म्युनिसिपालिटी भनेको छ, यसमा चाहिँ तपाईको अब मैले चाहिँ घोराइ राखेँ मेरो म्युनिसिपालिटी, वार्ड नम्बर 6। टोलको नाम चाहिँ तपाईको जे हो त्यही राख्नु होला। मैले चाहिँ तुलसीपुर रोड भनेर राखेँ। त्यो चाहिँ अनि त्यसपछि टेम्पोररी एड्रेस भनेको छ तपाईको पर्मानेन्ट अनुसार सेम छ भने त्यही राख्ने, नत्र टेम्पोररीमा चाहिँ तपाईँ अहिले कुनै तपाईको स्थायी वासस्थान भन्दा बाहिर बस्दै हुनुहुन्छ भने त्यो चाहिँ राख्ने। अनि त्यस पछाडि चाहिँ अलिकति स्क्रोल गर्यौं भने यहाँनिर तपाईको ट्रेनिङहरु भनेर आउँछ। जस्तो अब यहाँ चाहिँ नेममा चाहिँ ट्रेनिङको नेम राख्नु पर्यो है। ट्रेनिङको नेम चाहिँ अब स्टार्टिङ डेट कहिले एन्डिङ डेट कहिले भनेर चाहिँ राख्नु पर्यो। त्यसमा चाहिँ अब तपाईको विभिन्न ट्रेनिङहरु हुन सक्छ। अब सबैको एउटै हुन्छ भन्ने छैन हैन। त्यो फरकलाई चाहिँ तपाईले यसरी यहाँ राखिदिन सक्नुहुन्छ। र त्यसपछि चाहिँ यहाँनिर अब अरु कुनै ट्रेनिङ छ भने एड मोर गरेर तपाईले एड गर्न सक्नुहुन्छ। अनि एजुकेशनल क्वालिफिकेसन चाहिँ यहाँ अलरेडी नै राखिदिएको छ। मास्टर, ब्याचलर, तपाईको डिग्री टाइटल भनेको तपाईको एमबीए, एमबीएस के हो हैन। त्यो चाहिँ अथवा एमए हो कि इकोनोमिक्सबाट गर्नु भएको छ भने एमए इकोनोमिक्स हुन सक्छ हैन। त्यो राख्ने। युनिभर्सिटीको नेममा चाहिँ अब म्याक्सिममको हाम्रो त्रिभुवन युनिभर्सिटी हुन्छ, नत्र तपाईको जुन युनिभर्सिटी छ त्यो युनिभर्सिटीको नाम लेख्नु पर्यो। र यहाँ नेम अफ कलेजमा चाहिँ तपाईको नेम लेख्नु पर्यो। भनेको तपाईको तपाईले पढ्नु भएको कलेज, जस्तो तपाईले शंकरदेव कलेजबाट चाहिँ एमबीए पास गर्नु भएको छ भने शंकरदेव कलेज हुने भयो। अनि एरिया स्पेशलाइजेसन भनेको छ, यसमा चाहिँ तपाईको मास्टरमा चाहिँ तपाईको स्पेशलाइजेसन सब्जेक्ट के थियो त्यो चाहिँ राख्नु पर्यो। मेरो चाहिँ अब फाइनान्स थियो, मैले फाइनान्स राख्ने भएँ। अब तपाईहरुको चाहिँ अब कसैको इकोनोमिक्स होला, कसैको म्यानेजमेन्ट नै होला, कसैको मार्केटिङ होला, कसैको चाहिँ फाइनान्स होला। आफ्नो तरिकाले राख्नु पर्यो। इयर अफ ग्रेजुएसन भनेको छ तपाईले कहिले सिध्याउनु भएको तपाईको मास्टर, त्यो चाहिँ इयर मात्र यहाँ राख्नु पर्यो। अनि तपाईले यहाँ पर्सेन्टेज र जीपीए भनेको छ। पर्सेन्टेज भने पर्सेन्टेजमा, जीपीए भने जीपीएमा। यहाँ तपाईले आफ्नो पर्सेन्टेज राख्नु पर्यो। मेरो चाहिँ
7.6 आएको हुनाले मैले यसरी राख्न सकेँ। अनि त्यसैगरी ब्याचलरमा पनि त्यही हो, तपाईको ब्याचलरको सबै डिटेलहरु यहाँ राख्नु पर्यो। अनि त्यसपछि चाहिँ तपाईको इन्टरमिडिएट भनेको चाहिँ यो चाहिँ +2 को हो, +2 को चाहिँ यहाँ राख्न सकियो र एसएलसी को यहाँ राख्नु पर्यो। र यसरी तपाईले एसएलसी देखि लिएर +2 ब्याचलर र मास्टरको डिटेल चाहिँ यहाँ राख्नु पर्यो। अनि यहाँनिर प्रोफेसनल रेफरेन्स भनेको छ, यदि तपाईँ चाहिँ कतै काम गर्दै हुनुहुन्छ भने तपाईको सिनियरहरु अथवा तपाईको चाहिँ सुपरभाइजरहरु तपाईको चाहिँ सुपरभाइजरहरुको नाम यहाँ राखेर तपाईले रेफरेन्स दिन सक्नुहुन्छ, जसले चाहिँ यही फिल्डमा चाहिँ काम गरिरहेको छ अथवा बैंकिङ फिल्डमै काम गरिरहेको छ। भोलि उनीहरुलाई चाहिँ कन्ट्याक्ट गरेर तपाईको क्यारेक्टर तपाईको चाहिँ स्किल्सको विषयमा चाहिँ सोध्न सक्छ। अनि यहाँनिर चाहिँ एक्सपिरियन्स भनेको छ, एक्सपिरियन्समा चाहिँ यहाँनिर तपाईले अब आफ्नो अहिले भएको एक्सपिरियन्स राखे पनि हुन्छ र नराख्दा पनि खासै फरक चाहिँ पर्दैन, किनभने म्यानेजमेन्ट ट्रेनी चाहिँ विदाउट एक्सपिरियन्स पनि हायर गर्ने पोस्ट भएको हुनाले एक्सपिरियन्स छ भने तपाईलाई प्लस पोइन्ट हुन सक्छ। र यहाँ एक्सपिरियन्समा चाहिँ अर्गनाइजेसन नेम भनेको छ, कुनमा तपाई काम गर्नु भएको छ, डेजिग्नेसन भनेको छ यसमा तपाईले कुन पोस्टमा काम गर्नुभयो, फंक्सनल एरिया भन्छ हैन, जनरल बैंकिङ हो कि डिजिटल बैंकिङ हो कि के हो, अनि स्टार्ट फ्रम कहिलेदेखि कहिलेसम्म, स्यालेरी कति छ तपाईको हैन, जब रेस्पोन्सिबिलिटीहरु के थियो, टोटल चाहिँ मन्थ कति महिनाको काम गर्नुभयो त्यो चाहिँ यसमा राख्ने। र अरु पनि तपाईको 2-3 वटा अर्गनाइजेसनको छ भने यहाँ एड मोर गरेर यसरी तपाईले गर्न सक्नुहुन्छ। र तपाई यहाँ काम गरिरहनु भएको छ भने यसमा टिक लगाएर पनि गर्न सक्नुहुन्छ। आर यु करेन्टली वर्किङ हियर भनेको छ, यसमा चाहिँ तपाईले गर्न सक्नुहुन्छ। त्यसपछि अब पालो आयो मेन कुरा चाहिँ डकुमेन्ट्सको। डकुमेन्ट्समा चाहिँ यहाँ जुन डकुमेन्ट भनेको छ त्यो डकुमेन्टहरु चाहिँ तपाईले एट्याच गर्नुपर्ने हुन्छ यसमा। अब यहाँ चाहिँ जस्तो यसमा भनेको छ कि लेटेस्ट फोटो भनेको छ तपाईको पासपोर्ट साइजको फोटो 6 मन्थ भित्र खिचेको। अब सपोज यो तपाईको फोटो हो भने यसरी तपाईले एट्याच गरिदिनु पर्यो। अनि रेज्युमे भनेको छ, रेज्युमे भनेको अब हामी नर्मली सीवी भनेर बुझ्छौं करिकुलम बाइट। रेज्युमे भनेको चाहिँ तपाईको विवरण, तपाईको सबै कुराहरु चाहिँ देखिने एउटा डिटेल्स हो। यो चाहिँ अब तपाईहरुले आफै बनाउन पनि सक्नुहुन्छ र बनाउनलाई विभिन्न वेबसाइट र अहिले त एआई हरुको पनि विकास भइसकेको छ, जसले चाहिँ हामीलाई रेडिमेड रेज्युमेहरु बनाएर दिन्छ, त्यहाँबाट पनि बनाउन सकिन्छ। यदि तपाईलाई बनाउन चाहिँ आउँदैन भने यहाँ कमेन्ट गर्नु होला, म चाहिँ तपाईहरुलाई त्यो कुरा पनि कसरी एआई को माध्यमबाट चाहिँ हामीले रेज्युमेहरु चाहिँ बनाउन सक्छौं, प्रोफेसनल रेज्युमे भनेर म अर्को एउटा भिडियो पनि तयार गरौँला। त्यसैगरी यहाँ चाहिँ सिटिजनशिप भनेको छ, तपाईले आफ्नो सिटिजनशिपको कपी चाहिँ यहाँ एट्याच गर्नु पर्यो। लेटेस्ट डिग्री भनेको छ, लेटेस्ट डिग्री भनेको तपाईले सबैभन्दा अन्तिममा गरेको हो। यसको लागि चाहिँ रिक्वायरमेन्ट मास्टर नै भएको कारणले मास्टरकै ड्युटी चाहिँ हुनु, मास्टर डिग्रीकै तपाईको ट्रान्सक्रिप्टहरु चाहिँ यहाँ राख्नु पर्यो। अनि एप्लिकेसन भनेको छ, तपाईले यो पोस्टमा चाहिँ एप्लिकेसन लेख्नुपर्ने हुन्छ। जुन पोस्टमा तपाई चाहिँ अब एप्लाई गर्न जाँदै हुनुहुन्छ त्यसको विषयमा तपाईको विषयमा चाहिँ अलिकति खुलाएर एप्लिकेसनहरु लेख्नुपर्ने हुन्छ। त्यो पनि कसरी लेख्ने भनेर तपाई सिक्न चाहनुहुन्छ भने यसमा कमेन्ट गरिदिनु होला, म फेरि कुनै दिन यसको भिडियो चाहिँ बनाउने छु। त्यसैगरी यहाँनिर नेशनल आईडी कार्ड भनेको छ, नेशनल आईडी कार्डमा चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ सबैमा चाहिँ रेड स्टार छ। यहाँ भनेको यो रेड स्टार भनेको यिनीहरु चाहिँ कम्पलसरी हो, यो चाहिँ अहिलेलाई नभए पनि फरक पर्दैन, छ भने राख्दा तपाईको राम्रो नै हुन्छ। अनि यहाँनिर चाहिँ क्लिक गर्नु पर्यो आई एम नट अ रोबोट भन्ने सेक्सनमा, त्यसपछि सबमिट गरिदिनु भयो भने तपाईको एप्लिकेसन सबमिट हुन्छ। अब यहाँनिर चाहिँ मैले सबै डिटेलहरु चाहिँ फिल अप गरेको छैन, त्यही भएर मेरो चाहिँ सबमिट हुन मानेन, सबमिट भएन। र यति गरेर सबमिट गर्नुभयो भने सबै कुराहरु राख्दाखेरि तपाईको एप्लिकेसन चाहिँ ग्लोबल आईएमई बैंकको एचआर डिपार्टमेन्टलाई जान्छ र भोलि तपाईलाई चाहिँ सर्टलिस्ट गरेर एक्जामको लागि चाहिँ बोलाउन सक्छ तपाईको सबै डिटेल्सहरु हेरेर। र यो भिडियो हेरेर तपाईलाई पक्कै पनि यो भ्याकेन्सीमा चाहिँ अप्लाई गर्न एकदम सजिलो भयो होला भन्ने मैले अपेक्षा लिएको छु। र आजलाई म यो भिडियोबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।